12 वर्षे पर्व त्यस्तै अर्को डर पनि थियो। ललितपुरको 12 वर्षीय पर्वसँग जोडिएको एउटा पुरानो किम्वदन्ती। त्यसबेला धार्मिक सांस्कृतिक परम्परा र लोकविश्वाससँग जोडेर 12 वर्षमा एकपटक देउताले मनुष्य भोग दिन्छ भन्ने कुरा पनि सुनिन्थ्यो। त्यस किम्वदन्तीमा मनुष्य भोग लिने देउताको पुजारीहरूको छुट्टै किसिमको पहिरन हुन्छ र उनीहरू यज्ञ बालक खोज्दै आउँछन् भन्ने कुरा हामी बच्चाहरू बीच चल्थ्यो। आमाहरूले पनि त्यस्तो पहिरन लगाएको मानिस देखिए भने त्यहाँ नबस्नु, तुरन्त घर आउनु भनेर सम्झाउनुहुन्थ्यो। अब त्यो कुरा लोककथा र किम्वदन्ती बाहेक के कति वास्तविकता थियो हामीले के थाहा, तर बच्चाहरूको संसारमा भने त्यो डर साँच्चै थियो। कहिलेकाहीँ टाढाबाट त्यस्तै पहिरन लगाएको मानिस देख्यो भने हामी डराएर दौडन्दै घर आउँथ्यो। त्यही डरले सपनामा पनि उनीहरूले अक्षता हानेर आफूले लैजान खोजेको देख्थे। डरले चिच्याउँदै रोएको सम्झना अहिले पनि छ। आज समय धेरै बदलिएको छ। यस्तो लोककथा र किम्वदन्तीहरू पहिले जस्तो बारम्बार सुनिँदैनन्। सायद आजका आमा बाबुसँग आफ्ना बालबालिकाहरूलाई यस्ता कुरा सुनाएर डराउने फुर्सद पनि छैन। तर हाम्रो बाल्यकालमा यिनी कथा, किम्वदन्ती र आमा बाबुका चेतावनीहरू हाम्रो बाल मनको एउटा संसार थिए। आज सम्झना डर भन्दा पनि लाग्छ त्यो समय कति सरल थियो र हाम्रो बाल्यकालका साना साना डरहरू पनि कति गहिरो सम्झना बनेर बसेका छन्।